गाइस स्वागत छ मेरो नयाँ भिडियोमा तपाईहरुलाई कि आज म बनाउन गइरहेको छु फेमस जापानिज खाना ताकोयाकी। ताकोयाकीमा के दिन्छ, कसरी बनाउँछ त्यो सबै देखाउन गइरहेको छु। तपाईहरु अन्तिमसम्म हेर्दिनु होला। मैले मिजाहरु चाहिँ अलरेडी काटेर राखिरहेको छु। यसमा हो अक्टोपस ताको और पिकल जिन्जर, गारी, स्प्रिङ अनियन एन्ड तनुगी क्रन्चीनेस, यसलाई भन्छ तनुगी। यो सब अब यहाँ यो चाहिँ ताकोयाकी ब्याटर हो। यो चाहिँ व्हाइट बेटर भनिन्छ, यसलाई क्रिमी बेटर पनि भनिन्छ। यो चाहिँ ताकोयाकी प्यान हो। यसलाई टक्क मैले ग्यास जलाउँछु। ग्यास जलाएपछि यसलाई अब यो बटर हो। बटर सट्टै सबैमा राम्रोसँग लगाउनु पर्छ। यो गरम भएपछि टाँसिदैन, त्यही हुनको कारणले तपाईले बटर लगाउनु पर्छ। तेल भन्दा नि बटर राम्रो हो। अब यसरी ताकोयाकी ब्याटर हो, यसलाई टक टक सबैमा हाल्नु पर्छ। हालेपछि तपाईले अब यसमा अक्टोपस ताको टक टक सबैमा यसरी हाल्नु पर्ने हुन्छ। मैले चाहिँ हालेको छु 3 4 4 5 यसरी मिलाएर हालेको छु। तपाईहरु पनि यस्तै गरी सानो काटेको हाल्नु होला। त्यहाँ यो स्प्रिङ अनियन हो। स्प्रिङ अनियन सबैमा यसरी हालेपछि अब मैले तनुगी क्रन्चीनेस, यसलाई भन्छ जापानिजमा तनुगी, यो पनि यसरी मिलाएर सबैमा हाल्नु पर्छ। यो त्यहाँबाट यो पिकल जिन्जर हो टेस्टको लागि। यो पनि पिकल जिन्जर सबै मिलाएर बराबरी हाल्नु पर्छ। यसरी हालेपछि अब यो ताकोयाकी यसरी गोलो गरमले पल्टाउनु पर्छ। यसरी पल्टाएपछि तपाईलाई अब यो सबै आधा गोल्डन कलर भइसक्यो। अब फेरि यहाँ मैले ताकोयाकी ब्याटर हाल्छु अरु आधा फुल हुनको लागि। यो हालेपछि अब गोलो आकारको बन्छ। यसरी सबैतिर काट्नु पर्छ। यो चाहिँ मलाई अहिले सुविधा हुन्छ भनेर मैले यसरी काटेको चपस्टिकले। अब यी सबैलाई यसरी उल्टाउनु पर्छ। अब गोलो आकारको बनिसक्यो ताकोयाकी। यसरी टक्क गोलो आकारको बनेपछि सबैलाई यसरी मिलाएर पल्टाउँदै गर्नुपर्छ। सबैलाई लाइनले पल्टाउँदै गोलो गरेर ग्यास स्लो ग्यासमा गर्नुपर्ने हुन्छ पहिला। यो गरेपछि अब यी हल्का यसलाई गरम गरेर बिस्तारै गरेर पल्टाएपछि यो अब गोल्डन कलरमा हुन्छ। यो गोल्डन कलर अब भइसक्यो। गोल्डन कलर अब यसलाई सर्ट गरम भएपछि क्रिप्सी हुन्छ, बाहिर चाहिँ भित्र सफ्ट हुन्छ। अब यो क्रिप्सी और बाहिर सफ्ट भित्र क्रिप्सी यो हुन्छ। अब यसलाई सबै निकालेपछि यसरी मैले म्योनिस राखेको छु प्लेटमा, त्यो यताउति नमुभ होस् नढलोस् भनेर। अब ताकोयाकी गोल्डन कलरमा निस्किसक्यो। अब यसलाई मैले जापानिज म्योनिस बिस्तारै यसरी लाइन गरेर हाल्ने। यो टन्कासु सस हो। त्यहाँबाट यो बोनितो फ्लेक्स, त्यहाँ माथिबाट टक्क मैले स्प्रिङ अनियन दिँदैछु। अनि त्यहाँबाट यो फुरिकारे जापानिज चिल्ली पाउडर। अब हेर्नुस् ताकोयाकी रेडी भयो। कति यस्तो हुनुपर्छ ताकोयाकी। यो चाहिँ अथेन्टिक जापानिज खाना हो। यसलाई यसरी खानुपर्छ। हेर्नुस् यो यसरी एक पिस गरेर खाने हो। तपाईहरुलाई यो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। नभएदेखि यो च्यानललाई सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गरिदिनु होला। हस् त, धन्यवाद।